सबैजना चाहिँ रेलमा चढ्नको लागि पहिलो अनुभवको साथमा चाहिँ हामी अहिले चाहिँ कस्तो रमाइलो हो जीवनको पहिलो अनुभव गर्नको लागि रेलको यात्रा चढ्न कुनै समयवश हामी घुम्दै घुम्दै भारतीय देशमा पुग्यौँ, जुन भारतको सीमावर्ती क्षेत्रमा रहेको यस बनरगढिया रेलवे स्टेसनमा हामी आज रमाइलोको लागि र रेलको अनुभवको लागि त्यो क्षेत्रमा पुग्यौँ, जसमा आजसम्म जिन्दगीभर रेलमा नचढेका अनि अनुभव नगरेका सहयात्री साथीहरू 10 जनाको जम्बो टिम लिएर गयौँ। जाँदा जाजरकोट जिल्लामा जुन नेपालको उत्तरी भागमा रहन्छ त्यो जिल्लामा बस्ने हाम्रा मुस्कान दिने साथी अनि जिन्दगीभर काठमाडौँको छेउको आसपासमा बसेर अनि कहिल्यै रेल नदेखेको र अनुभव नगरेका सहमित्र यात्री जुन महिला साथी पनि सँगै रेलमा चढेर गयौँ। भारतीय रेलमा चढ्दाको अनुभव कस्तो हुन्छ भनेर हामी रेलको लागि 10 रुपियाँ टिकट काटेर रेलवे स्टेसन बैरगनियाबाट सीतामाढी स्टेसनसम्म जाने तयारी गरौँ, जसमा रेल आएको गएको अनि रेलमा अन्य भारतीय व्यक्तिहरूसँग सोधपुछ गर्दा कस्ता शब्द प्रयोग गरेको र भारतीय व्यक्तिहरूलाई नेपाली भाषा नबुझेर उनीहरूले गिज्याएको र आफू अलपत्र परेको समेत यस रेलमा अनुभव गरियो, जसमा रेल छुट्न लाग्दा साथीहरूले मलाई आऊ आऊ भनेर तानेको, हर्न पम्प गर्ने बित्तिकै उनीहरू डराएर भित्र छिरेको यो अनुभव त यही भिडियोबाट बुझ्न सकिन्छ। कहीँ घुम्न नगई नेपालका भूभाग मात्रै घुमेका, पूर्व पश्चिम डुलेका तर भारतीय क्षेत्रमा भने अनुभवै नगरेका यी साथीहरूलाई लिएर जाँदाको पल खुसीमै बित्यो। तपाईँ पनि रेलको अनुभव गर्ने चाहना हुनुहुन्छ भने धेरै साथीको जम्बो टिमबाट जान नभुल्नुहोला।